नमस्ते सबैजनालाई। मैले चाहिँ अहिले तपाईहरुलाई ओसाका साका एकासी स्टेसनमा काम लिएर आएको छु। यो कामको भिडियो चाहिँ सारिका खड्का युट्युबमा छ कामको भिडियो है। त्यहाँ गएर हेर्नु होला र सबैजनाले सब्स्क्राइब पनि गरिदिनु होला मेरो च्यानललाई है त। धेरै धेरै धन्यवाद तपाईहरुलाई। अर्को कुरा चाहिँ यो काम चाहिँ साका एकासी स्टेसनमा हो। यदि ओसाकाको साका एकासी स्टेसन नजिक बस्ने भाइ बहिनीहरू स्टुडेन्ट डिपेन्डेन्ट तपाईहरु वर्क परमिट भएको बाहिर काम गर्न पाउने जुन भिसा भएको पनि हुन्छ, तर चाहिँ कुक भिसा र वर्किङ भिसा चाहिँ यसमा चाहिँ हुँदैन है। मलाई धेरैजनाले त्यो यो भिसालाई मिल्छ यो भिसालाई मिल्छ भनेर नसोधिदिनु होला। तपाईहरुलाई प्रत्यक्ष पनि थाहा छ कि लिगल्ली रूपमा तपाईहरुले बाहिर काम गर्न पाउनुहुन्न भन्ने कुरा मैले तपाईहरुलाई यो भिडियो मार्फत जानकारी गराएँ। र अर्को कुरा के छ भने यदि तपाईहरुले यो भिडियो पुरा सुन्नु होला। पुरा सुनेर म यो भिडियोको लास्टमा मेरो नम्बर पनि भन्नेछु। नम्बर तपाईहरुले कल गर्न सक्नुहुन्छ। यदि त्यो नम्बरमा लागेन भने चाहिँ लाइनमा मेसेज गर्न पनि सक्नुहुन्छ। अथवा यो भिडियो मैले खड्का सारिका फेसबुकमा पनि हाल्छु। त्यो फेसबुकमा पनि कमेन्टमा पनि तपाईहरुले दिदी म गर्छु भनेर भन्न सक्नुहुन्छ है। त्यो भएको भएर अहिले चाहिँ खासै के छ भन्दाखेरि यो काम चाहिँ बेलुका 4 बजेदेखि धेरैजनाले मलाई बेलुकाको काम छैन भनेर सोधिराख्नु भएको थियो। तर भाषा चाहिँ आउनुपर्छ बेलुका 4 बजेदेखि 10 बजेसम्म अथवा बेलुका 4 बजेदेखि 9 बजेसम्म पनि दिन्छु यो काम चाहिँ। यदि तपाईहरु बेलुका 4 बजेदेखि 10 बजेसम्म अथवा 9 बजेसम्म काम गर्न सक्नुहुन्छ कोही भने बेलुका है त मलाई सम्पर्क गर्नु होला। अलि भाषा पनि आउनुपर्छ। यो काम चाहिँ रेगुलर हुने काम हो, सर्ट टाइमका लागि होइन, लङ टाइमको काम हो है। त्यो भएको भएर रेगुलर गर्ने मान्छेहरूले नछुटाइकन 1 महिना 2 महिनाका लागि यो काम दिइदैन। त्यसको लागि कष्ट नगर्दिनु होला है त। अरु कुरा बाँकी तपाईहरुलाई मैले पर्सनलमा फोन मेसेज मार्फत सबै कुरा सिकाउने छु। थ्यांक यू, बाई बाई। भयो दाइस निकाल त खै यसै निकालेर लाग्दा हुन्छ। यहीँ पाउँदा पनि हुन्छ किそうですね。どこ3人1人にしてはいスピードを上げてください。ちょっと待って。Dito to sa layo. खाइसकेको यो त स्ट्रबेरी कहाँ छ? स्ट्रबेरी पनि छ।